गाडीको लागि कुनै ठाउँ पनि याद गर्नु होला राइट साइडमा। हामी थोरै अगाडि आइरहेका छौँ, बाटोमा छौँ। त्यस्तो झुकिने खालको बाटो छैन अहिलेसम्म। बाटोमा यस्तो बोर्ड पनि देखिन्छ। ल हामी यहाँ आइपुग्यौँ। यहाँ बाइक टक्क यहाँ राख्यो है। यहाँ बाइक राखेर चाहिँ अब हामी यो हिँडेर जाने बाटो रहेछ। यहाँ बाइक ल्याउनलाई चाहिँ अलिकति गाह्रै छ। अब भिडियोमा यस्तै देखिन्छ है। पानीले तर भुवाङ बनाइदिएछ। यहाँ भ्यू पनि राम्रो देखिन्छ, तर अहिले मौसम क्लियर छैन। यहाँ बस्ने ठाउँ पनि बनाइदिएको रहेछ, राम्रो छ। यो स्पोट चाहिँ डेटिङ आउनको लागि पनि पिसफुल ठाउँ। ठाउँ चाहिँ दामी छ है साथी। पिकनिक आउनलाई पनि, डेटिङ आउनको लागि पनि। सुपनेश्वर गढी हो यो ठाउँको नाम चाहिँ। मान्छे धेरै नआएर होला क्या, फोहोर छैन। हो, यो हामी आएकोपट्टि चाहिँ यो चाहिँ सानो गाडी रहेछ। अब हामी त माथिको ठुलो गाडी जाँदैछौँ। ल यो चाहिँ ठुलो गाडी रे, ठुलो गाडी आइयो। झन्डा पनि रहेछ। ठुलो गाडी पनि आयो फाइनल्ली। सुपनेश्वर गाडी आइपुग्यो। वरिपरि खनेको रहेछ।
साथीहरू नरकोटबाट आए नै हुन्छ। सिम्बल डाँडा भन्ने ठाउँ आइपुग्यो। यो चाहिँ अर्को बाटो रहेछ साथी हो। हामी चाहिँ त्यताबाट फर्किँदाखेरि यो नरकोटबाट आउँदाखेरिको बाटो हो यो। यहाँ एउटा गेट पनि छ हो, खावा भन्ने।